सर्वप्रथम म यहाँहरु सम्पूर्णलाई हार्दिक अभिनन्दन र स्वागत गर्न चाहन्छु। आज संस्था स्थापनाको 18औं वर्ष पूरा गरेर 19औं वर्षमा हामी सञ्चालित भइराखेका छौं। यस अवसरमा संस्थाको वार्षिक उत्सव समारोहको अवसरमा हामीले हाम्रो आमन्त्रणलाई स्वीकार गरेर उपस्थित हुनुभएका सम्पूर्ण जनसमुदायहरूप्रति शेर सदस्य र सेवाग्राहीहरूप्रति सबैभन्दा धेरै धन्यवाद, आभार, स्वागत र अभिनन्दन गर्न चाहन्छु। 2064 सालमा हामी केही गरौँ भन्ने मूल थीमका साथ यो संस्थाको स्थापना भएको हो। सदस्यका बहुआयामिक आवश्यकताहरूलाई सम्बोधन गर्ने उद्देश्यले यो संस्थाको स्थापना गरेका थियौँ। हाम्रो जीवन पिछडिएको छ। हामी अत्यन्तै अभाव, गरिबी र समस्याग्रस्त जीवनबाट जीवनयापन गरिराखेका छौँ। यो विषम परिस्थिति, यो अप्ठ्यारो परिस्थितिबाट माथि उठ्न हामीले गरेको सामूहिक प्रयास हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्था हो। यही गति र यही दूरदृष्टि अगाडिसम्मको मार्गचित्र कोरेर संस्था सञ्चालन भइराखेको छ। यहाँसम्म आइपुग्दा यो संस्थामा पुष मसान्तसम्मको आँकडालाई हेर्दा सदस्य सङ्ख्या 4890 हुनुहुन्छ। यसैगरी हाम्रो कुल वासलात 40,39,89,177 पुगेको छ। यसैगरी 81-82 मा संस्थाले खुद बचत 1,52,910 आर्जन गर्न बचाउन सफल भएको थियो। संस्थाले अहिलेसम्म बचत तथा ऋण विभागको माध्यमबाट सहुलियत, सुलभ र सरल तरिकाले कर्जा वितरण गरेको छ, जसको माध्यमबाट हामी सबै सदस्यहरूलाई स्वावलम्बन बनाउन चाहन्छौँ, उद्यमी बनाउन चाहन्छौँ, उद्यमशीलताको आधारमा अगाडि बढाउन चाहन्छौँ। त्यसैगरी सहकारीको माध्यमबाट सदस्यको उत्पादनको बजारीकरण श्रृङ्खलालाई जोड्नको लागि धेरै उद्योगले काम गरिराखेको छ। सदस्यको निजी स्कुलमा गइराखेको, शिक्षाको नाममा निजी क्षेत्रमा गइराखेको ठुलो धनराशिलाई हामीले रोकेका छौँ। हामीले आफ्नै स्कुलमा रोक्न सफल भएका छौँ, हामी भित्रै रोक्न सफल भएका छौँ र गुणस्तरीय शिक्षाका लागि हामीले अभ्यास गरिराखेका छौँ। शिक्षालाई गुणस्तर र सिपमा आधारित शिक्षाको रूपमा विकास गर्न हामीले प्रयत्न गरिराखेका छौँ। यसैगरी सहकारिताको माध्यमबाट उपभोग्य वस्तुको रूपमा इन्धन आपूर्ति, भोलिको दिनमा माट जस्ता विविध क्रियाकलापहरू सञ्चालन गरेको छ। यसरी 6वटा ठुला व्यवसायहरू सञ्चालन गरेर सदस्य समुदायलाई लाभान्वित गर्न संस्थाले प्रयत्न गरिरहेको छ। यस सन्दर्भमा हालसम्म संस्थाले 112 जनालाई प्रत्यक्ष रोजगारी, 1101 जना भन्दा बढीलाई स्वरोजगारी सिर्जना गर्न सफल भएको छ। यसैगरी आगामी वर्ष गरिबीको अन्त्य गर्दै समाजवाद उन्मुख आर्थिक विकासको खाकालाई अगाडि बढाउने योजना अनुरूप व्यवस्थित रणनीतिक योजना बनाएर आवधिक योजना, रणनीतिक योजना सहित र वार्षिक योजना सहित संस्था अगाडि बढिराखेको छ। 2082 को अन्त्यसम्म सदस्य सङ्ख्या 5,600, वासलात 47,35,38,541। यो लक्ष्य अनुसार अगाडि बढिराखेको छ। हामीले आधा वर्ष व्यतीत गर्दा 33 करोडको वासलात 40 करोड पुगेको छ र लक्ष्य अनुसार अगाडि बढेको छ र वर्ष अन्तमा हामी 47 करोड पुर्याउने लक्ष्य राखेका छौँ। कुल कारोबारलाई यस वर्ष 1,13,77,66,212 पुर्याउने प्रक्षेपण गरिएको छ।
यस वर्षको लागि। यसै गरी प्रत्यक्ष रोजगारी र स्वरोजगारीमा वृद्धि, सहकारी बजारको स्थापना, यसै गरी खुद बचतमा 2 करोड 16 लाख यस वर्ष खुद बचत गर्ने प्रक्षेपण गरिएको छ। प्रक्षेपण अनुसार हाम्रा सूचकहरू सफलतापूर्वक अगाडि बढिराखेका छन्। यसै गरी कृषि बिउ बिजन सम्बन्धी कार्य गर्ने कुरालाई हामीले जोडेका छौँ। संस्थाले सबै सदस्यहरूलाई सक्रिय बनाउनको लागि, सबै सहकारीका सदस्यहरूलाई कारोबारसँग जोड्नको लागि संरक्षित पुँजी फिर्ता कोषका माध्यमबाट सदस्यहरूलाई बढीभन्दा बढी प्रतिफलको वितरणलाई जोड्ने कोसिस गरिराखेका छौँ। आर्थिक वर्ष 2081-82 को प्रतिफल सदस्यहरूको योगदान प्रतिफलको जुन प्राप्त भएको छ त्यो हामीले बनाउँदै गरेको संरचनाको लागि सदस्यहरूको योगदानको रूपमा रहनेछ। जुन कुरा सारा सभाले पारित समेत गरेको छ र बन्दै गरेको भवन यस वर्ष संस्थाको विद्यालयको लागि 4 तलाको 16 कोठाको सुविधा सम्पन्न भवन निर्माण हुँदैछ। मुख्य कार्यालयको लागि भवन निर्माण हुँदैछ। तपाईले देखिरहनु भएको छ डेरीको भवनको निर्माणको काम अगाडि बढिराखेको छ। यी सबै काम सम्पन्न गर्नको लागि यस वर्ष संस्थाको लागि थप व्ययभारको आवश्यकता पर्दछ। बजेट सुनिश्चितताको लागि यी सबै काम गर्ने बजेट सुनिश्चितताको लागि सदस्य कर्मचारी सबैको योगदान रहोस्, कन्ट्रिब्युसन रहोस् भनेर यस वर्ष वितरण गरिने शेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोष र कर्मचारीहरूको बोनस कोषको रकमलाई भवन निर्माणको लागि बजेट व्यवस्थापन गरिएको छ। त्यसकारणले सदस्यहरूको योगदानलाई हामी सूचीकरण गरेका छौँ, तर त्यो रकमलाई हामी झगडा कोषमा सारेर भवन निर्माणको लागि सुनिश्चित गरिएको छ। यसै गरी दोस्रो पञ्चवर्षीय रणनीति योजना 2086 सम्म पुग्दा संस्थामा 8000 सदस्य, कुल 22,78,52,32,429। यसै गरी कुल कारोबार 2 अरब, प्रत्यक्ष रोजगारी कम्तीमा 150, स्वरोजगारी 2000 र खुद बचत 4,75,00,000 पुर्याउने लक्ष्य अनुसार संस्था अगाडि बढिराखेको छ। पञ्चवर्षीय रणनीतिक योजनाको पहिलो वर्षको इन्डिकेटर सूचकहरू प्रक्षेपण गरिएको भन्दा लक्ष्यभन्दा माथि पुगेका छन्। त्यो हिसाबले हामी पञ्चवर्षीय रणनीतिक योजना 2086 मा पुग्दा 86 असार वसन्तमा पुग्दा हामी यो सफलता प्राप्त गर्न सफल हुनेछौँ। त्योसम्म पुग्दा अरू धेरै सदस्यहरूलाई हामी गरिबीको जालोबाट माथि उठाउन सफल हुनेछौँ। गरिबी संस्थाले भविष्यमा सोचेको परिकल्पना हाम्रो पहुँच बहुद्देश्य सहकारी संस्थामा सदस्य बनेका आदरणीय शेयर सदस्यहरूको जीवनमा गरिबी नरहोस्। आदरणीय शेयर सदस्यको जीवन आय आर्जनमुखी बनोस्। आदरणीय शेयर सदस्यहरूको जीवन सुखी बनोस्, समृद्ध बनोस्। उद्यमी सबै सदस्यहरू उद्यमी भएको देख्न हाम्रो पहुँचले चाहन्छ। त्यसकारणले यसको लागि निरन्तर शिक्षा, सहकारी शिक्षा, उद्यमशील शिक्षा, यी सबै सिपका शिक्षा, यी सबै कुराहरूलाई संस्थाले अगाडि बढाएको छ, जोडेर अगाडि गइराखेको छ। त्यसकारणले समग्रमा संस्थाको उज्जवल भविष्य यहाँहरूको हातमा छ, आदरणीय शेयर सदस्यहरूको हातमा छ। त्यसकारणले सहकारी संस्था भनेको सदस्यहरूको संस्था हो। हामी जति धेरै सक्रिय हुनेछौँ, जति धेरै दत्तचित्त हुनेछौँ, संस्थाप्रति जति धेरै चासो हामीले राख्नेछौँ, त्यति धेरै संस्थाको वृद्धि र विकास अगाडि बढ्दै जानेछ। मैले धेरै लामो नभन्दै फेरि पुनः राष्ट्रिय सहकारी महासङ्घ हाम्रो अभिभावक सङ्घ हो, जसबाट सङ्घका वरिष्ठ उपाध्यक्ष आदरणीय व्यक्तित्व अहिले महासङ्घ उहाँकै नेतृत्वमा अगाडि बढिराखेको छ। नेपालको समग्र सहकारी अभियान उहाँकै अभिभावकत्वमा अगाडि बढिराखेको छ। उहाँ हाम्रो प्रमुख अतिथि हुनुहुन्छ। उहाँका धेरै मनोयोग्य कुराहरू हामी श्रवण गर्नेछौँ। हामी त्यो अपेक्षा गरेका छौँ। उहाँले हाम्रो छोटो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आइदिनु भयो। हामी संस्थाको तर्फबाट, सिङ्गो हाम्रो पहुँच परिवारबाट को तर्फबाट उहाँप्रति
धेरैभन्दा धेरै आभार प्रकट गर्न चाहन्छौँ, धन्यवाद प्रकट गर्न चाहन्छौँ, उहाँलाई स्वागत अभिनन्दन गर्न चाहन्छौँ। त्यसै गरी विशिष्ट अतिथि सम्पूर्णलाई हाम्रो आमन्त्रण स्वीकार गरेर आइदिनु हो, उहाँहरूलाई पनि हामी स्वागत गर्न चाहन्छौँ, अभिनन्दन गर्न चाहन्छौँ। साथै सम्पूर्ण शेर सदस्य, सम्पूर्ण महानुभावहरूप्रति स्वागत प्रकट गर्दै मेरो संक्षिप्त भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद।